परिवारमा छौँ र यसैको आज भाइटिका पनि परेको र मेरो माइली दिदीको आज जन्मदिन बर्थडे पनि रहेछ र बर्थडे टिकाको कार्यक्रम भ्याइसकेका छौँ र अब बर्थडेको केक काट्ने कार्यक्रम अगाडि बढ्दैछ। माइली दिदी आज 65 पुगेर 66मा प्रवेश गर्दै हुनुहुन्छ। 65वटा यो सिजनहरूलाई पार गरेर 66औं सिजनमा प्रवेश गर्दै हुनुहुन्छ। त्यस कारणले आज हाम्रो यहाँ भएको परिवारहरूले उहाँलाई राम्रो आशीर्वादहरू दिँदैछौँ र अब यतिन्जेलसम्म जे जसो भयो भयो, अब चाहिँ दुःखको दिनहरू जाओस्, सुखको दिनहरू